हेलो नमस्ते। आज चाहिँ हाफ म्याराथनको प्र्याक्टिसको दोस्रो दिन। आज चाहिँ म रामबजारबाट गर्दैछु प्र्याक्टिस गर्दै राम्रो टेन्सन क्याम्पदेखि लिएर एसटी मार्च चोक कलेश्वर चोक है फलेपाटन चोक हुँदै फलेपाटन चोक पुग्यो होइन पुगेँ अनि परेड पाटन चोक हुँदै 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 कलेश्वर चोक हुँदै कलेश्वर चोकबाट चाहिँ फेरि तलतिर तल गएँ। यो चाहिँ नि क्षेत्रीय प्रहरी तालिम केन्द्रबाट फुलबारी रिसोर्टको पूर्व साइडबाट र त्यो गौशाला पोखरा गौशाला हुँदै टक्क यता फेरि तलबाट एकदमै राम्रो भ्यूहरू देखिन्छ है। एकदमै राम्रो त्यहाँ कोरिडोर बाटो छ है ट्रेकिङको। अनि तल कमेल नयनको गौशाला त्यहाँ चाहिँ अहिले दोबिला जुम्ने यति राम्रो सुन्दर बाटो पुलहरू छ होइन। ड्रिम स्कुल ट्याक्क ड्रिम स्कुलको तलबाट गएर फेरि पारि दोबिल्ला बागमारा जाने बाटो छ त्यहाँबाट दमसादी भन्दो रहेछ होइन। फुलचे क्लबको जोडुङ्गे पुल तरेपछि अनि यता दमसादी हुँदै 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 जो पोखरा 21 पर्छ र त्यताबाट अनि एकदमै आज पानीले एकदमै डिस्टर्ब गर्यो। केही समय पानीले पनि रुजायो होइन, पानीले पनि भिजायो। अब यस्तै हो वर्षाको मौसममा पानी पनि हल्का जगिँदै गरियो त्यो गर्दै जाँदा चाहिँ टक्क पावर हाउस दुईजना प्रितम सेन दाजु र म चाहिँ दौड जाएको थिएँ होइन जगिङ गर्दै। अनि दुईजनाले नै आफ्नो लागि फर्म भएछ र पावर हाउसको त्यो जोडुङ्गे पुल तरिसकेपछि फेरि पावर हाउसको डिनमा पुगेर है अनि हामी बिरुटातर्फ आयौँ होइन। बिरुटातर्फबाट टक्क आएपछि मूल कुरा हुँदै बिरुटा चोकबाट फेरि अनि प्लटिङ तिनमुनि पार्कबाट फेरि उत्तरतर्फ लागेर प्लटिङ पुग्यो। प्लटिङबाट फेरि प्लटिङ हुँदै अब हामी फेरि मिलन चोक नयाँ गाउँ मिलन चोकबाट फेरि पेन्सन क्याम्प हुँदै कति टाइम पुग्यो 9.7 किलोमिटर चाहिँ आजको रन भयो। ओके, थ्याङ्क यू फर वाचिङ।